हेलो गाइस, तपाईँ सबैलाई एडी ब्लगमा स्वागत छ। म चाहिँ बिहान उठेर हल्का ब्रस निकालेर ब्रस गर्ने कार्यक्रममा भाइहरूसँग हाई हेलो गर्दै ब्रस गरिरहेको थिएँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ, म उठ्दा त भाइहरूले 2 गाडी सामान झारिसक्नु भएको थियो। म त किनभने बिसन्च हुनु बिहान छिटो उठ्नु सक्दिनँ है साथीहरू। काकालाई पनि हाई गर्नु भन्दै चिलकी गरिरहेको थिएँ मैले। त्यहाँ अरूले त्यति मजाले काम गरिरहनु भएको थियो। म त भर्खर उठेर अल्छे जस्तै हेर्नु न भिडियो बनाउनुपट्टि लागि है। यहाँ गाडीको दृश्यहरू पनि देखाइरहेको छु। यहाँ मेरो साथी रहेछ है, साथीलाई हेर्दाखेरि यहाँ कसो छ भनेर बात मार्दा म अगाडि ब्रस गर्दै अलिकति भिडियो क्याप्चर गर्दै अगाडि बढिरहेँ है। तपाईँहरूले हेर्न सक्नुहुन्छ। यस्तै छ आजको भ्लग साथीहरू। के छ गाउँले जिन्दगी यस्तै छ, तपाईँहरूलाई भनि नै रहन्छु है। यहाँ भाइहरू हेर्नु धमाधम काम गरिरहेको छ। म हो त्यो अल्छी, यस्तो अल्छी लाग्दो उठेर भिडियो बनाउँदै उकालो गएको फेरि म रातिसम्म अब गएर आउँछु भनेर मेरो कुकुरहरू कुटेर वाक्कै बारी छ। मेरो यहाँ भानी चढाउँदैछ, भानीहरू हाई गर न भन्दा पनि लजाइरहेको छ है। त्यो माथि पुगिसक्यो भिडियो गर्दै। अब यहाँ हेर्न सक्नुहुन्छ, म चाहिँ जाँदैछु मेरो भाइहरूलाई पनि देखाउँदै। कसो छ तपाईँहरूलाई अगाडि पनि हेर्दै जानुहोस् है मेरो ब्लगमा। यस्तै छ भिडियोहरू। अब कोही बेला काको कोही बेला काको भिडियोहरू तपाईँलाई देखाउँछु। म चाहिँ यहाँ ब्रस गर्दै म उकालोपट्टि लागिरहेको छु। म कहाँ गएको भने फाइनली अहिले माथि गाडी बाटोमा गएको। बिहान उठेर यसो टायर पम्पहरू भइरहेको हुन्छ। कोही बेला चाहिँ हेर्नु जाँदैछु म चाहिँ ब्रस गर्दै। अब सानोबाट 3 माइलको ट्रिप थियो र अन्त मेरो कुकुर बसिरहेको रहेछ है। यहाँ ठिक्कै 9:30मा आउने गाडी चाहिँ हाम्रो सकिल्दाको गाडी आइसक्यो। हेर्नु सक्नुहुन्छ, यहाँ घुमाउनु हुँदैछ अलिक स्पिड गरेर चाहिँ काकाले चापा कस्नु गइरहेको छ है। यहाँ हाँसहरू पनि मजाले यहाँ हिलोमा खेलिरहेको छ। यस्तै छ है, गाउँठाउँमा त यस्तै त हुन्छ। अब हाँस कुखुराहरू यस्तो घुमाइ भइरहेको हुन्छ है। तपाईँहरू हेर्नु सक्नुहुन्छ। अन्त यहाँ हाम्रो आमै भेटे कस्तो भइस नाति भन्नुभयो। ठिकै छु भने हाई गर्नु न भनेको आमै हाँस्नुभयो। यहाँ कुकुरहरू हेर्नुहोस्, आज एकदम बिरालोहरू कस्तो मजाले खेलिरहेको छ यहाँ हाँसहरू है। यहाँ भाइ हेर्नु न फेरि उयसमा बसेर एकदम फेरि म तल भिडियो गर्दै तल गाडी बाटोमा आएँ साथीहरू। भाइहरूलाई कति गर्दै भिडियो बनाउँदै गर्नुहोस् कति गर्नुहुन्छ भन्दै भाइहरूले पनि भनिरहेको थियो है। अब यस्तै छ, के हुन्छ भाइ दिलगी भन्दै भिडियो गरिरहेको छु म चाहिँ। यस्तै छ गाउँले जिन्दगी भन्दै। साथीहरूलाई अनुहार देखा न भाइ भन्दा पनि अनुहार देखाउनु लजाइरहेको छ केटाहरू काम गरिरहेको देखेर। के हुन्छ र फाइनली अब गाडी घुमाउनु लागिरहेको छ अहिले। अन्त गाडी प्याक गरिरहेको छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ। हाम्रो बाटोको अवस्था पनि यस्तो छ, अहिले बनिँदैछ फाइनली है। बेसी दिन छैन होला। यहाँ गाडीलाई पनि साह्रो पर्छ। यो हाम्रो घरको अगाडि चाहिँ अलिकति अप्ठ्यारो छ, त्यही कारणले गाडीहरू अलिक साह्रो नै पर्छ। त्यही भएर पनि गाडी ल्याउने यहाँ यस्तो हुन्छ। तपाईँहरूले हेर्नै सक्नुहुन्छ है गाडी किनेको। फेरि सेकेन्ड ट्राई गर्नुभयो, मजाले आरामले जानुभयो है। हेर्नु सक्नुहुन्छ तपाईँहरूले अगाडि मजाले बढिरहेको छ गाडी। त्यसपछि आजको ब्लग यस्तो नै छ साथीहरू है। मलाई लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला है। के कसो लाग्छ तपाईँहरूले मलाई भनिदिनुहोस् होला कमेन्टमा।